रेसिपी लिएर आउनुभयो मेरो साथीहरूले ब्युटिफुल जस्तो मान्छे ब्युटिफुल हुनुहुन्छ नि त्यस्तै मिठो टेस्टी खाना लिएर आउनुभयो है सबैले ट्राई चाहिँ गरे हैन टेस्टी छ आज पुसी 15 को दिन को पिकनिक जाँदै हुनुहुन्छ हामी चाहिँ साथीहरू मिलेर पिकनिक जाँदैछौँ साथीहरूले आफ्नो आफ्नो भागमा एउटा एउटा आइटम बनाउने कुरा गर्नुभएको छ मेरो भागमा चाहिँ आलु फ्राई परेको छ म अब आलु फ्राई गर्दैछु के लिएर आउनुहुन्छ अहिले हामी सबै देखाउँछौँ फ्राई रेडी हुँदैछ हेलो गाइस सबैलाई पुसी साथीहरु सुन्दरीलाई पुसी 15 को दिन पिकनिक जाँदैछौँ गाइस म चाहिँ चिया र पानी बोकेर हिँडिरहेछु तपाईहरु आज पिकनिक जानुभयो कि नै जानु भएन भने हामीले इन्भाइट गरेछन् आउनुहोस् इन्जोय गरौँला खानाको यो चिया देवाको के छ यो रोटी मासु अहिले गएर देखाउँछ को दाइले तिमी पानी रक्सी माग्नु भयो तर यिनीहरु कति छुछ तर अब त तिमीले अलिकति बिचारा अलिकति चाक्छु मात्र भन्ने थिए छ पुग्दैन कि हामीलाई यति 5 जना हम यति थोरै छ त्यही भएर अलिकति दिएको भाइ हुन्थ्यो नि बिचारा कस्तो खाना खोजेको थियो दाइले बिचाको बाटोमा आइसक्यौँ घरबाट निस्केर तर बाहिरको 10 मिनेट पछि हामी त्यहाँ माथि डाँडामा पुग्नेछौँ पुग्दै छौँ हजुरहरूलाई आएन मलाई के आएन सबै के आएन सल्लाधुपैले सानो निद्रामा बिउजायो तिम्रो आफ्नो गन्तव्यमा आइपुग्यौँ साथीहरू अब हामी हेर्न सक्नुहुन्छ यति राम्रो भ्यू देखिन्छ जता कतैको सर्लक्क ए वाउ नाच्नु यहाँ ल अब हामी यहाँ अब बस्छौँ खै हाम्रो तन्न रक्सी पनि खान्छौँ अरू के खान्छौँ रे ल आइजाऊ गाई चिया चाउडीले हो क्या बिठाउने हामीले अब मिठो मिठो खाना खाँदै प्लस भ्यू हेर्दै ल ल ल लके ल लके आहा ल अब हामी सबैले आफ्नो खाना के बोकेर आछौँ सबैले आफ्नो 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 खाना राख्दैछौँ अब यहाँ अब नम्बर 1 हिराको के छ खानेकुरा आज यो हाम्रो हिराको खाना के छ हेरौँ है अब हिराको पाउर खोलामा त के छ पानी तात्न दिनुहुन्न है यो के हो माउन्टेन ड्यूमा अलिअलि खै हिरा के छ आज हाम्रो हिराले के बनाएर लिएर आएको छ वाउ यो के हो अचार अचार रोटी ल्याउ के तिम्रो यसको नाम चाहिँ बटुक आहा हिराको यति हो मेरो यति हो अब देवाको देवाको खानेकुरा है देवाको के हो ठकाने रोटी मेरो हात सफा छ है साथीहरू ठकाने रोटी के हो मासु खोलामा त के को मासु हो ओ खतरा रेसिपी छ देवा कुक सिकेको कि नै अब छायाको के छ हेरौँ त होइन हाँस्न पर्छ र खानेकुरा देखाउँदा नि रोटी खै देखाउ त छाया रोटी तिमीले बनाउन जानेछौ जाने कि पहिलोचोटि हो हजुर पखाइ पहिला जोयाको हेरौँ रोटी ठिक छ
ठिक छ नि ठिक छ कर्नफ्लावर अब हाम्रो सबु सिस्टरको होइन हामीले त भुटेको अब हाम्रो सबु सिस्टरको ए फेरि भन त के अरे कर्नफ्लावर ए अब बिमला गुरुङको के हो खै थाहा छैन ए गाइस मैले त झोला बोकेछु निकाल्न मन लागेन आफ्नो खाना के बनाहाम घरमा सबैले रेडी पारेर राख्नुपर्छ सबैको खाना हाम्रो आज पुसे 15 को खाजा है साथीहरू यो होइन र आज हाम्रो पुसे 15 को खाजा होइन तपाईहरु जानुभयो कि नै नगएको भए आउनु होला हामी त आइयो थियो तर सबैको भागमा आफ्नो रेसिपी लिएर आउनु भयो मेरो साथीहरूले ब्युटीफुल जस्तो मान्छे ब्युटीफुल हुनुहुन्छ नि त्यस्तै मिठो टेस्टी खाना लिएर आउनु भयो है सबैले तर ट्राई चाहिँ गरे हैन टेस्टी छ बाडम साथीहरू अब हामी एकछिन अब नास्ता गर्न बिजी हुन्छौँ है अनि अब भयो